हो मेरा बाबुई म त छुट्टीमा घर आएको के किन मिठो मिठो खामला घुमौँला डुलौँला भिडियो बनाउँला भनेर आएको के को सुतेर फुर्सद छैन उड्दा पानी परेर फुर्सद छैन दिउँसोमा खाजा खाने त चलनै हरायो के बिहान 11-12 बजे खायो दिनभरि सुत्यो साँझ उठ्यो मासु पकायो खायो धन्न घरमा कुखुरा पालेको थिएँ मासु काट्दै खान भने यो बर्खामा मजा आइरह यो पनि लोकल कुखुरा नै हो घरमा काटेको काटकुट पार्ने चाहिँ म हो पकाउने चाहिँ मेरो बाबा हो फेरि भिडियो बनाउनलाई केही कन्टेन्टै छैन केही खाना पकाएकै छैन मैले कुकिङ च्यानल त मैले खोलिहालेँ कसम कुकिङ च्यानल खोलेपछि के मैले केही राम्रो पकाएँ भने मैले भिडियो गराउन बिर्सिन्छु केही पकाएकै हुन्न के नर्मल खाना मात्र पकाछ खाछ त्यही पनि भिडियो बनाउन बिर्सिन्छु यो भिडियो लगभग 5-7 दिन पुरानो हो फेरि म कता कता गएर आउँदा चाहिँ म चाहिँ ज्वरो आएर सुतेको थियो अहिले यो भाइरल हो कि के को ज्वरो रहेछ 3 दिन ज्वरो आएर सुत्यो आज उठेर चाहिँ ल केही छैन यही भयो नि हालिदिन्छु भनेर भिडियोलाई मैले काटकुट पारेँ अब यो इन्ग्रिडियन्ट चाहिँ सबै यहीँ जे देखाएको छ जसरी पकाउँछौँ हामीले सधैँ त्यस्तै नै हो काटकुट पारेर आज चाहिँ मैले यो भिडियो हालिदिएँ